थिजिले कार्यक्रम पाइला पाइलामा यहाँहरूलाई स्वागत छ। आज म गोर्खा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर 1 हुलचुकमा आइपुगेको छु। म यो गाउँको सबैभन्दा समस्या भएको घरमा जाँदैछु। पक्कै पनि यो भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वस्त छु। उत्तरी गोर्खाको भाषा, संस्कृति, वेशभूषा, रहनसहन, भूगोलको जति चर्चा छ त्यति नै भित्री रूपमा घाँस, बाँस र कपासको समस्या जिउका तिउँ छ। त्यसमा पनि अपाङ्ग भएर बस्नुको पीडा झनै दर्दनाक छँदैछ। यस्तै शारीरिक रूपमा अशक्त हिडडुल गर्न निकै कठिनाई सङ्घर्षका साथ जीवन बाँचिरहनुभएका तर साह्रै नै आँटिला समाज परिवर्तन गर्नका लागि गाउँका मानिसहरूलाई हौसाइरहने पूर्णबहादुर गुरुङसँग कुराकानी कार्यक्रम पाइला पाइलामा। नमस्कार। एकदम दर्शन। हजुर हजुर चाहिँ हजुर हजुर चाहिँ म टिकाराम आले मगर हो। मेरो घर चाहिँ आरुघाट गाउँपालिका वडा 3 स्वार गाउँ। अनि के छ तपाईँको? हजुर म 2072 सालको चाहिँ भूकम्पको अन्तरमा हजुर र भूकम्पको उसमा चाहिँ परेन। हजुर भूकम्प उसमा चाहिँ अब करङ 5वटा करङ चाहिँ भाँचेको त अप्सन गएको पछि के भयो भने त भूकम्पमा पैसामा भयो हजुर होइन। म चाहिँ साउनमा चाहिँ भदौमा चाहिँ रुखबाट अब त्यो बस्तीहरू चाहिँ घाँस काट्नु जाँदाखेरि अब चाहिँ म रुखबाट गर्दाखेरि चाहिँ मेरो मिठो ठन्डा हिसाबले गर्दा 10-11को उसमा चाहिँ मेरो मिठो ठन्डा भएको छ। रुखबाट चल्दैन चल्दैन है। चल्दैन। तपाईँले चाहिँ चिमारेको पनि थाहा हुँदैन के पनि छैन। यहाँदेखि तल थाहा हुँदैन। भिजा पिजा पनि कुनै इसारा मात्रै हुन्छ है। भिजा पिजाको लागि पनि त्यतिकै चाहिँ गर्नुपर्ने हुन्छ कि आवश्यक। एकदम ठुलो भनेको चाहिँ मेरो त्यो भिजा र पिसा होइन। मेरो चाहिँ एकदम ठुलो आवश्यक भनेको चाहिँ त्यही मात्रै हो। तपाईँले चाहिँ भत्ता त पाउनु भएको छ? भत्ता त अब सरकारले दिएपछि त अब मैले माग्ने कुरा होइन, सरकारको कुरा हो है। ए तपाईँको कार्ड त बनिसक्यो? कार्ड त भइसक्यो। ए त्यो तत्कालै भइसक्यो मेरो। अब के गर्नु अब अबङ्ग भएपछि त दिनु त पऱ्यो नि त। अब होइन नि त। अब जुन जे भयो भने हाम्रो सबैले दिनु त पर्ने आवश्यकता हुन्छ। त्यसै तपाईँको घरमा चाहिँ को हुनुहुन्छ? मेरो 5वटा छोरी छ। ए 5 छोरी? एउटा कान्छा छोरा। ए कान्छा छोरा। हजुर। ए हुनु त अब मेरो त कति त्यहाँ पढ्नुहुन्छ छोरी चाहिँ? अब एउटा 7मा पढ्दैछ, एउटा 2टा 5मा पढ्दैछ, कोही 1मा पढ्दैछ है। अपाङ्ग भएको एउटा पोखरामा हाल्दैछ, एउटा डमनीमा छ, एउटा फिलिङमा छ। अब 3जना नै यहीँ छ। 3जना बाहिर छ, 3जना यहीँ गाउँमा परिरहेको छ। त्यो बाँकी रहेछ होस्टेलमा कि? अब संस्थाको कुरा होला, शिक्षा अभियानबाट दिएको होला है। हजुर। त्यो अब म अबङ्ग भयो भने अब अझै पनि बालबच्चा चाहिँ कसरी पढ्ने भनेर चाहिँ मेरो चाहिँ तपाईँलाई चाहिँ 3टा चाहिँ कसरी पढाउने भन्ने चिन्ता छ? चिन्ता छ। अब पढ्नु त पऱ्यो हो होइन। हजुर। एकदम अब खर्च त धेरै अहिलेको जमानामा होइन। एक साग लाग्को त 300 त पैसा जाँदो रहेछ। त्यस कारण होइन बालबच्चाले कसरी आवेदन चलाउनु भन्ने चाहिँ मेरो लक्ष्य हो। मेरो आमा बुढी आमा छ, बुवा छैन, पहिले बितिसक्यो। म एकदम द्वन्द्वमा छ। तपाईँलाई चाहिँ के चाहिँ गर्दै हुने जस्तो लाग्छ? तपाईँलाई खास चाहिँ तपाईँको मनमा चाहिँ है के चाहिँ गर्दै हुने जस्तो लाग्छ? मेरो मनमा चाहिँ भन्ने चाहिँ पहिलो प्रथम किन हो भने मेरो बालबच्चाको लागि अगाडि कसरी बढ्ने। हिजो म एउटा के थियो भने म कलाको अध्यक्ष पनि म हो, विशुलको अध्यक्ष पनि म हो, खानेपानीको स्पोन्सर। अझै पनि मेरो मन चाहिँ के छ भनेदेखि गाउँ समाजले कसरी अगाडि बढ्नु र लैजानुपर्छ भनेको चाहिँ मेरो एकदम कानेतर भनेको त्यही हो। अहिले गाउँ समाजमा फेरि अझै पनि अलिकति गर्नुपर्छ होइन। भने अनुसारबाट विकास भएको छैन है।
काम चलाउन सकेको छैन। त्यस कारणले गर्दा चाहिँ शिक्षा स्वास्थ्य है कि अचानकमा स्वास्थ्यको लागि पनि हुन्छ। अब शिक्षा भनेको पढ्दै जान्छ, स्वास्थ्य भनेको त मान्छे अचानकमा घटना हुन्छ, त्यो घटना हुनको लागि हामीले के चाहिन्छ होइन तत्काल हो कि स्वास्थ्य शिक्षा भनेको त। अब शिक्षा भनेको त अब विस्तार दिने हुँदा हामी अब हामीले चाहिँ अब के अरे अब यो स्वास्थ्यको लागि चाहिँ अचानक हामी घटना हुनसक्छ, यसको त चाहिँ प्रोग्राम के चलाउनु पर्ने हुनुपर्ने चाहिँ हाम्रो कर्तव्य। सबभन्दा चाहिँ हामीले ठुलो प्रोग्राम भनेको त स्वास्थ्य हो कि स्वास्थ्य बिना हामी शिक्षा चलाउनु हो कि त्यसमा चाहिँ एकदम ठुलो चाहिँ मेरो गम्भीर। अझै पनि म अभङ्ग भए तापनि अब मबाट तर मेरो पनि त ठाउँ ठाउँमा मान्छे छँदैछ हुन त हो। अब त्यतिकै दिने त होइन, हामी सबैले प्रोग्राम गर्नुपर्ने हुन्छ, किनभने हामी यो चलाउनु पर्ने हुन्छ। हामीले यो प्रोग्रामबाट अगाडि बढिदियो भने हामी यसमा चाहिँ ठुलो हुन्छ कि भन्ने मेरो चाहना है। अझै पनि म गाउँको लागि अझै विकास बनाउँछु। म अभङ्ग भयो भने मेरो अभङ्ग नाउँबाट कुनै संस्थाले दियो भने, कुनै पार्टीले दियो भने, कुनै केले त तर म खाओस् भनेर दिँदैन नि त। तर मेरो नाउँबाट चाहिँ यो विकासको कार्यक्रम मात्रै राखिदियो भने म यसमा चाहिँ ठुलो चाहिँ प्रोग्राम चलाउँछु भने चाहिँ मेरो कार्यक्रम। तपाईँ हिँडुल त गर्न सक्नुहुन्छ सक्ने छैन, यहीँ बसेपछि अब पुग्नु पर्यो। अब तँलाई मेरो खुट्टा दुइटै खुट्टा नभएपछि कहाँ हुन्छ। तपाईँसँग कुराकानीको बारे धन्यवाद, एकदम खुसी। हस् घरचरा पर्छ ल हामी हस्। हुल्चुक स्कुल